ल गाइज हामी चाहिँ कन्सल्टेन्सीबाट गइसक्यौँ अब मम्मी आउनुभएको छ कन्सल्टेन्सीमा बुझ्नलाई अनि निमन पनि अब घर जान्छ ल घर त राम्ररी निमन पनि घर गयो अनि हामी चाहिँ चन्द्रगढी हिँडेर गाइज के अरे मम्मीको परिचय पत्र बनाउँछ हराएको छ क्या मम्मीको परिचय पत्र अनि ल अब चाहिँ हामी चन्द्रगढीतिर हिँड्छौँ यही छ हाम्रो कन्सल्टेन्सी यही छ हाम्रो बस पार्क जाउँ अब भद्रपुरै गाडी आउनु आँटेछ ठक्कै टाइम पास गर्नु भयो भद्रपुर आउने गाडी आइसक्यो आउनु आँट्यो हो भाइ गाइज हामी चन्द्रगढी आइपुग्यौँ होइन चन्द्रगढीको जिल्ला प्रशासन कार्यालयमा छौँ हामी भाइजी यहाँ हुनुहुन्छ अनि गाइज यहाँ चाहिँ काम भक्क भइरहेछ धमाधम काम भइरहेको रहेछ साउन्ड आएको छ साथै त्यही पनि कोही अस्ति म आउँदा यहाँ केही थिएन अहिले त आमा टनाटन सबै सामानहरू भरेको रहेछ कुर्सीहरू के हो गाई यहाँ चाहिँ नयाँ चाहिँ थपिँदो रहेछ नयाँ बस्ने ठाउँ यहाँ नि ठुलो बन्ने छ ठुलो यहाँ छ बन्दै गरेको हाम्रो मम्मीको परिचय पत्र बनाएर कार्ड डन भइसक्यो होइन मम्मीले कार्ड ल्याइसक्नु भयो पर्सभित्र हालिदिनु सक्नुभयो हो मम्मीले त फेरि सुरुदेखि प्रोसेस गर्ने भन्दै हुन्थ्यो तर माइजीले भन्नुभयो अनि हामीले माइजीले गर्दा एकैछिन भइगयो कति हामीलाई आधी घन्टा पनि लागेन त्यो हरायो भने एउटा कार्ड खोज्नुभयो कार्ड खोजी हराएको पेपर हरायो भने चाहिँ ढुक्क भएर जाँदा हुँदो रहेछ कार्ड हरायो भने चाहिँ 500 रुपियाँ लिएर मम्मीको चाहिँ पेपर हराएको थियो त्यही भएर नागरिकताको फोटो मात्रै चाहिन्छ रियल ओरिजिनल नागरिकता रहेछ परिचय पत्रको फोटो खिचेर राख्नु नि सजिलो अनि सकेसम्म चाहिँ नहराउनु अनि आफूलाई चिनाइराख्नु होला एउटा नागरिकता लिएर आउनु अनि डाइरेक्ट जानु मेरो परिचय पत्र हरायो भन्नु डाइरेक्ट त्यो वेस्टर्न नागरिकताको नम्बर हालेपछि परिचय पत्र आउँदो रहेछ सकिएको गाइज अनि एउटा नागरिकता ल्याउनु चाहिँ नबिर्सिनु अनि कार्ड लिनु घर जानुहोस् ल गाइज हावा खानुहोस् गाइज हामी अब हाम्रो आमा हुन्छ नि मेरो आमाको बहिनी घर नआँटेको होइन अनि मम्मीले फलफुल किन्दै हुन्छ फलफुल किन्ने माइजी यहाँ हुन्छ मम्मी यहाँ हुन्छ सबै एउटै छ हो यो जम गाइज अब पाहुना खाने जम पाहुना गाइज अभी हम जा रहे हैं सौरभ जोशी हो क्या सौरभ जोशी हो क्या सौरभ जोशी का वीडियो में ना गाइज अभी हम खा रहे हैं गाइज अभी हम जा रहे हैं गाइज पीयूष ने ये किया गाइज माइजी ये कर रही है गाइज मम्मी बैठी हुई है गाइज हम फिर से वही रास्ता जा रहे हैं गाइज नहीं गाइज प्लेन उठ रहा है गाइस हम पहले इधर एक मैच हुआ था वॉलीबॉल का हम सेकंड हुए थे पूरे झापा जिला भरी पे गाइस माइजी पढ़ रही है चलते हामी फाइनली पाहुना घरबाट फर्किसक्यौँ होइन के तपाईँलाई आँट आएन नि मलाई नि आँट आएन सेम बट डिफरेन्ट हामी यहाँ हुन्छ अब चाहिँ गाइज हामी बिर्ताबाट आएछौँ हाम्रो दिदीलाई भेट्न टी हबमा टी हब तपाईँहरू पक्का पनि सुन्नु भएको छ होला मेरो भ्युअर्सहरूले सबै सुरुङ आएको हो होइन यता हाम्रो माइज हुन्छ के भन्नु गाइज आज भ्लग सानो भयो अब यत्तिकै टाइम पास गर्नु पर्यो होला अब भरे टी हबमा गएर त भिडियो बनाउँछु म भिडियो प्ले गरेर छोडिदिन्छु सायद म यसो हेर्छु भिडियो लामो थियो एक्सप्लेन हेर्नु लाइक त एक्सन भएको प्लेन हो क्या हो त हो अङ्कल हो एक्सन भएको प्लेन रहेछ
पिक भयो बिचरा मेरो पनि गयो गाइज उताले भर्खर लिनु भएको प्लेनहरूलाई मान्छे उत्रिएछ होला भनेर लास्टमा एक्सिडेन्ट भएको प्लेन पो रहेछ हजुर क्रास भएको प्लेन ए यो अस्ति भर्खर भएको हो अस्ति त्यही त ए मागतिर खै कहाँ पो एउटा एयरपोर्टमा छुटेर होइन नेपालमा घुम्दा छुटेको छुट्टै पुगेको अरे क्या ल्यान्डिङ गर्ने ठाउँ उछिट्यो चियाबारीमा नानी राति गाइज हामी बिहानबाट आइपुग्यौँ होइन माइती यहाँ हुन्छ म र मम्मीले छौँ होइन माइतीले त उल्टो बस्नु भयो जम्नु त अब गाइज हामी चाहिँ यताबाट मुक्ति चौक अगाडि छ अझै हामी टी हब जाँदैछौँ गाइज होइन टी हबबाट चाहिँ हाम्रो दिदी हुन्छ अस्मिता भन्ने दिदी अस्मिता दिदीलाई भेट्छौँ मेरो ठुलो बाबाको छोरी हो guys, we are going towards the hub. मुक्ति चोक अगाडि हामी मञ्चमा छौँ मम्मी हुन्छ कस्तो कालो आयो टी हबमा माइती हेलो भनिदिनु भयो माइती कस्तो कालो देखेको मलाई गाइज के अरे हामी चाहिँ टी हब आइसक्यौँ होइन हामी दिदीलाई पर्खिरहेको छौँ सबैजना यहीँ हुन्छ यहाँ चाहिँ दामी ठाउँ छ मम्मी फर्स्ट टाइम आउनुभएको माइती पनि फर्स्ट टाइम आउनुभएको चाहिँ पहिला आइसकेको थिएँ अब दिदी बाहिर चटपटी खाँदैन चटपटी खाएर हुन्छ गाइज हामी आइसक्यौँ भने यहाँ दिदी हुन्छ यहाँ बहिनी छ खै दिदी हाल्नु भनेको कस्तो कालो म काली आयो म पनि कालो आइरहेको छु त यत्तिकै बसिन्छ गाइज यत्तिकै गाइज हामी टी हबबाट निस्किसक्यौँ होइन मेरो ग्याङ यता छ अनि अब चाहिँ हामी बजारतिर हिँड्दैछौँ सब्सक्राइब गरिदिनु अब चाहिँ हामी बाह्र एकछिन बाह्र डुल्छौँ अनि घर जान्छौँ साह्रै मासु पकाइसक्यो होला घरमा घर मस्त खाने गाइज चार्ज पनि छैन आज त दिनभरि यत्तिकै घुमेँ ल गाइज बाई दिदी बाई ल गाइज दिदीहरू जानुभयो यता अब हामी पनि चल्दैको हाम्रो सामान किन्नु छ के गाइज अब हामी सामान किन्छौँ मलाई बेसी चार्ज पनि छैन बिस्तारै टोटल क्रस गरौँ है गाइज बिस्तारै गाइज यो क्लिप चाहिँ होइन भ्लग एन्ड गरिसकेको थिएँ मैले तर पनि मलाई कस्तो बनाउनु मन लाग्यो मेरो बहिनीले चाहिँ हेर्नु न हामी सबैजना बाहिर थियौँ बहिनी मात्रै घरमा थियो होइन बहिनी आमा सायाले के हेर्नु न मासु बनाइछ होइन अनि यता अचार बनाइछ अनि उता अर्को पनि सब्जी त्यो दाल हो कि त्यो होइन त्यस्तो मेहनत गरेर बनाइछ अनि उसलाई पनि सलादहरू काटेर राखेको छ क्या लगाइज अब चाहिँ हामी खान्छौँ सबैजना बसेको खानालाई खाना खान्छौँ अनि यसबाट चाहिँ भ्लग एन्डको क्लिप हाल्छु तर त्यो क्लिप चाहिँ अघिको ल बाई गाइज हामी चाहिँ घर आइसकेको छौँ होइन भर्खर आइपुगेको अनि साह्रै मोमो पनि ल्याइदिएको छौँ हामीले होइन गाइज अनि सामानहरू किन्न पाइनौँ सायको सामान छ अरे अनि त्यही भएर गाइज आजको लागि चाहिँ यति नै होइन अहिलेसम्म हेरिदिनु धन्यवाद लाइक कमेन्ट सेयर सबै गरिदिनु होला बाई गाइज आजको लागि यति नै बाई